हामी चाहिँ आज बर्थडेमा भाइको बर्थडे हो बर्थडे बोय डेकोरेसन पख यता फर्काउने हो यता फर्काउने नै हामीतिर ल ह्यापी बर्थडे टु यु राजा यता राख न सरस यो टी-शर्ट लाउँ न त टक्क लाऊ त्यो टी-शर्ट लाउँ न टाइम दिए रोटेट गर है दामी छ डेभिड राम्रो आइछ है यसरी आमा खै क्यामेराम्यान के कमी छ र तीनजना क्यामेराम्यान छ यतापट्टि बर्थडे बोय बाबा भन्नुपर्छ के यस्तो हो बाबा आमा खै ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ल बाबाको बर्थडे मनाएको देख्यौ हेलो अब त्यो पनि चलाउँ न रेडी 1 2 3 गो उयो बत्ती बाल्दै हाल्नु त्यो ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ए उयो बाले हेर्नु त जिजिले पनि हाल्नु ह्यापी बर्थडे टु यु बाबा एकचोटि कहाँ हाल्नु हैन हाम्रो बोका न दुईटै चलाउ न एउटा त्यहाँ छ मामा दिनुस् त एकचोटि ल एउटा तिमी गर एउटा मामा गर्नु ल उही दोसे हुन्छ ल अहिले हातमा एउटा चलेन कसैले भन्नु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु हामीले स्पिकरमा बजाएर के है ह्यापी बर्थडे टु यु हुन्छ यसरी घुमाउ न आमालाई देखाइदियो उयो बाबाको बर्थडे मनाएको हुन्छ ल फुका न ह्यापी बर्थडे टु यु पहिला काट न केक काट त्यो पछि निकाल्ने हुन्छ छि खाएको एउटाले क्यान्डल चुसेको ओ एउटा काट्यो क्यान्डल उल्टो भएछ समस्या के काट मामाले के काट्नु देऊ त दिदी मान्छे टिका लगाइदेऊ नि त भारी टिका लगाइदेऊ मेरो लागि हो म सिराज भएर बसिरहेको उता कुर्सीमा बस्नु के मान्छे ओ घाँटी दुखिरहेछ सरस के थोरै खान्छु ल म थोरै अलिकति खान्छु मन राख्नको लागि बिरामी मान्छे के भएको यो गालामा लगाइदिनु बर्थडे टु यु मेरो भाइ 26 वर्ष लागिसक्यो है त्यतिसम्म सानो थियो ह्यापी बर्थडे टु यु ओ बिस्कुट हाले म खानुस् जान न यो म हिदिन्छु भिडियो नै के रे नखानु खाता के पागला शुभकामना सोचेका
यो कपडा चाहिँ घर आमाख्ने बेला मात्रै लगानी फेरि स्कुल जाने बेला नलगा यो सकल वैसे कपडे हेरेर बेजत दुध दिने मसा अस्ति त्यो प्लेटमा हाल न उता चामल हो म त्यति लगाइदिए ह्यापी बर्थडे भाइ भन्न दे किन दिशाको गुरुङ दिदी धेरै पैसा होइन कि थोरै पैसा हो खसालिदियो के आज नि कति 26 लाग्यो है 26 लाग्यो सक्यो है तिमीलाई के धुपको फुल पनि सबै उयो भएछ कि है सुकेछ कि है 26 वर्षको बर्थडे सरज भाइ 30 वर्षको हुन्थेलसम्म बर्थडे यसरी मनाइरहनु भयो सधैँ सँगै बसेर यसरी सबैजना है बिरामी मान्छे अहिले एकछिनमा फेरि बिस्तारमा जाने हो उभिन सकेको छैन डेकोरेसन चाहिँ राम्रो भएछ डेकोरेसन यो कुर्सीको त हामीलाई होइन यहाँको मात्रै हामीले हो खालको मेरो कपालको माथि फुल फुल्या जस्तै भएछ कि हेर न त्यो के भन्छ नि कपाल बुर्र भएर पुरा दामी देखेको छ हौ क्यामराम्यान बर्थडे भएको अनि राम्रो देख्नु पर्यो नि अनि अनि त्यो त थाहा हुनु पर्यो नि त छैन यहाँ त छैन बर्थडे केक काटिहाल्यो हाम्रो यहाँ के छ बङ्गुरको मासु कुखुराको मासु अचार चाहिँ कस्तो अचार त कस्तो मिठो देखेछ कि है यो चाहिँ छ न भाइको बर्थडेमा भेराइटी पाएको छ के खाने अब चिउरा केक आइस जमेको रहेछ के लास्टमा अहिले दाँतमा खाइदिएको उयो भइगयो दाँती सिरिङ्ग भइगयो यतापट्टिको झ्याल खोल्नुपर्छ धुवा पुरा भरि गयो कि डाइटिङ हाम्रो डाइटिङ चल्दैछ है भेराइटी के खानु बङ्गुरको मासु यहाँ अचार नि बनाउनु भएको छ खाना मन लाग्यो भने कन्ट्याक्ट गर्नु होला है हामीलाई बुङ्गुरको होइन होइन खसीको है साँच्चीको खसीको कस्तो मिठो भएछ खसीको मासुको अचार बुङ्गुर चना चिउरा अझै कुखुराको बाँकी छ बोल नानी त मलाई कि तपाईँ र मलाई यो तपाईँलाई यो रोशनीलाई तपाईँलाई खै त बस्दिन्छु अब यत्रो यो थाली चाहिँ मेरो मैले यत्रो खान सक्छु होला
त्यो भन्दा बढी खान्छ त्यतिखेर चाहिँ किन जाने त्यसरी खाऊ न सकिहाल्यो नि अब यत्रो खाएर डाइटिङ यत्रो दिनको डाइटिङ मेरो सकियो तिमीलाई के त म डाइटिङमा छु भनेर के एक थाल खाएर म चाहिँ अब खाना लाग्यो के खानु सुरुमा अचार चाहदिउँ न त यो चाहिँ खसीको अचार मिठो भएछ खसीको अचार खसीको अचार मटन खसीको अचार अनि यो अचार के हो त मटनको होइन अनि अचार भन्नु न अनि के खसीको अचार पोख्यो वहीँ वर्षबाट अप्सन छ पकाउन आउने मान्छेहरूलाई 101 अप्सन हुन्छ कि तै पनि त्यो कुखुराको ल चेस पोक पार्टी मम्मी त्यो गिलास ल्याउनु त्यो उठाउ न पहिले एकछिन यसमा कोक खाने अर्काले वाइन खान्छ यसमा कोक खाने ल हेर कोक पार्टी कस्तो राम्रो देखेको क्या है मलाई अघि तिमीलाई अघि गिलास मलाई ल्याइदिएको सक्यो छिटो सकिन्छ हामी त के को चम्मच रे यो तामा होइन के को चम्चा यो के चरेस हामी त चरेसको चम्मचले खान्छौँ त्यही त हामी त चरेसको थाल चरेसको चम्मच अब सुरु खानालाई चटनी त साँच्चै चाहिएन हौ चटनी कस्तो भएछ मिठो भएछ हौ चटनी छ यहीँ अहिले यही छ नि मिठो भएछ कि नै मम्मीले तिलै पिसेन मिठो हुन होला भनेर राख्नु भएको थियो नि त मिठो भएछ क्या हाम्रो चाहिँ अब यति नै हो बर्थडे पार्टी आज खाना खायो खाना खाने बस्ने सक्ने बाई बाई सबैजनालाई